हेलो साथीहरु, वेलकम ब्याक टु माई च्यानल। तपाईहरुलाई स्वागत छ मेरो च्यानलमा। आज म चाहिँ यता एसटी म्यारिज चर्चतिर आएको छु मेरो दाइहरु भाइहरुसँग। जय मसी। अनि भाइको नाम के अरे भाइ? नन्दलाल। नन्दलाल भाइको नाम हो। अनि के छ त भाइ? अनि कहिले एकदम झकास परमेश्वरको कृपाले चर्चमा आउन थाल्यो? के भयो? कसरी चर्चमा आउन लागेको म 4 महिना भयो। म धेरै बिग्रिरहेको थिएँ, भनौँ न एउटा कुलतमा फसेको थिएँ, नसाहरू धेरै खान्थेँ मैले। तर आज परमेश्वरलाई पाएर सबै यो कुराहरूबाट मलाई मुक्त गरिदिनु भएको छ। म परमेश्वरलाई धेरै धन्यवाद दिन चाहन्छु। प्यारो भाइलाई, नन्दलाल भाइलाई ल्याइसकेको छु तपाईहरुको युट्युबको माझमा हैन। भाइको एकदम गहिराई छ के स्टोरी छ के, कसरी के भयो, कसरी आयो, लाइफ कसरी चेन्ज भयो हैन भाइ? अनि के छ त अनि भाइ? अनि तिम्रो लाइफ कसरी चेन्ज हुँदैछ, परिवर्तन हुँदैछ हैन? परमेश्वरको ग्रहण गरेपछि तिमीलाई कस्तो फिल हुँदैछ होला भन्नु छ अब? ग्रहण चाहिँ मैले सानोमा गरेको, तर म ग्रहण गरेर पनि ब्याक साइडहरू गाउँको थिएँ कि म चाहिँ धेरै कुराहरूमा संसारको कुराले तानी त्यो रमाउलो त्यो मौसम हुन्छ नि हेर्न राम्रो लाग्यो। अब धेरै मान्छेहरूको बिचमा खाने ताने यताउता धेरै कुराहरू भयो। त्यही पनि म फेरि नेपालमा बस्दा काम लागेन कि, नेपालमा आएर पढ्दै गर्दा पनि बिग्रिरहेको थिएँ। अनि धेरै अब म 8 कक्षाहरू पढ्दै थिएँ, ठ्याक्कै मेरो रेस्ट टिकट भयो स्कुलबाट हजुर। त्यस्तै कुराहरूले गर्दा रेस्ट टिकट भयो, लफडाहरू गर्ने त्यस्तै झगडाहरू। अनि त्यसपछि ममले मलाई इन्डिया लग्नुभयो कि इन्डिया पढ्ला, अब यता धेरै बिग्रिन थाल्यो, उता होस्टेल हालिदिन्छु भन्नुहुन्थ्यो। इन्डिया गएर पढ्न मन लागेन कि फेरि। अनि 1-2 दिन अब यस्तै मोबाइलहरूमा गेम खेल्दै बसेको थिएँ। गेम खेल्दै बस्दा पनि अब भएन, फ्री फायर चाहिँ लास्टै खेलिदिन्थेँ मैले चाहिँ। पब्जी हान्थेँ, मेरो दाइ पब्जी खेल्थ्यो, त्यसरी म पब्जी खेलेन। अनि म चाहिँ फ्री फायर धेरै खेलेको म भयो। अहिले 5 वर्ष भयो त्यो खेलेको, अनि बिच छोडिदिएँ क्या। 5 वर्ष खेल्यो फ्री फायर? हजुर। अनि स्कुल पढ्दा नि खेल्थेँ, त्यसपछि मोबाइल बिग्रियो। मोबाइल बनाइदिनु भनेको, अब बनाउने न पढ भने पढ्दैन, यही गेम खेलेर बस्छ भन्नुभयो क्या। अनि त्यतिखेर पनि म हल्का केही भन्यो भने मलाई झडक्क रिस हुन्छ क्या। अनि नबनाइदिनु, म पनि काम गर्न जान्छु भनेर म चाहिँ काम गर्न गएँ कि त्यो दिनबाट। म रिस उठेर काम खोज्न गएँ, रुममा पनि बसेन यताउता। अनि फेरि काम गर्न गएँ, होटल लाइनतिर खोज्दै गएँ मैले। स्टार्टिङ मैले 10,000बाट स्टार्ट गरेको होटल लाइन। मेरो होटल लाइन चाहिँ किचन लाइनको सिकेको सिधै म। इन्डियामा चाहिँ म गएँ सुध्रेला भनेर मम्मीले लाउनु भएको थियो, किनभने मेरो फ्यामिली धेरै उता बस्नुहुन्छ नि। म चाहिँ नेपाल आफ्नो हजुरआमा हजुरबासँग बस्थेँ, ममहरू लगाउँदै थियो। अनि त्यसो भए पनि धेरै बिग्रिन थालेँ। भएन कि होटल लाइनमा झन् त्यस्तै मान्छेहरू भेटिन लाग्नुभयो खाने अनि पनि खाँदै गएँ। फेरि नेपाल आउने, फेरि इन्डिया जाने, नेपाल आउने इन्डिया जाने है। चर्च जाऊँ भन्नुहुन्थ्यो मलाई, फेरि खाएर मलाई फेरि जानु मन हजुर। अनि मलाई चर्च जाऊँ भन्नुहुन्थ्यो क्या। अनि म फेरि के थियो भने चाहिँ खाएर मलाई जानु मन नलाग्ने क्या। जान त त्यसै मन लाग्ने कि शुद्ध भएर जाने कि त्यो खाइ जानु मन नलाग्ने। कहिले कहिले एक्लै प्रार्थनाहरू गरेर चाहिँ मैले गरिरहेको थिएँ, तर अब त्यो कुराहरू त्यागेन। अनि फेरि मेन उद्देश्य भनेको अनि म त्यस्तै 3-4 वर्ष इन्डिया पनि बसेँ होइन, म आउने जाने गरेर। अनि त्यसपछि म काठमाडौँ अहिलेसम्म घुमेको छैन। म काठमाडौँ जान्छु भन्ने काठमाडौँ हिँडेँ क्या, एक्लै हिँडेँ। त्यहाँ एउटा दाइ पहिले हुनुहुन्थ्यो, म चाहिँ काठमाडौँ जान्छु, म पनि घुम्न जान्छु, काम मिल्यो भने उता पनि गर्छु भनेर हिँडेँ क्या। अनि त्यसपछि त्यहाँ दाइ हुनुहुन्थ्यो, दाइको थ्रु त्यहाँ चाहिँ विदेश जानु लाग्नु थियो, भिसा सिसा लाउनु रहेछ। अनि मलाई के भयो भने चाहिँ अनि मैले सोचेँ क्या। अनि त्यहाँ दाइले पनि कुरा गर्दा दाइको भिसा आउँदै थियो, ल भाइ बाहिर चलिदिनुपर्छ भन्ने सोच आयो क्या। हामी त्यहाँ पनि काठमाडौँ आएपछि तिम्रो माइन्ड चेन्ज भयो? चेन्ज भयो। एउटा दाइले आएर सोच्नुभयो कि तिमी जान्छौ कि विदेश जाऊँ कि नजाऊँ भयो क्या। सुध्रिनुहोस् भाइ, धेरै विदेश चलिदिनुपर्छ विदेशहरू भन्यो हो। मेरो ठ्याक्कै डायरी त मैसँग थियो क्या त्यतिखेर। अनि मैले एक्लै गएँ, त्यहाँ दाइर म गएँ, पासपोर्ट सासपोर्ट बनाइदिनु। दाइ बस्दैन म नेपाल चलिदिने हो भने पैसा मसँग टर्नै थियो, मैले कमाएको थिएँ नि त हुन्छ। अनि पासपोर्ट सासपोर्ट बनाएँ। अनि त्यसरी त्यो दाइको त्यो पासपोर्ट बनाउँदै 1-2 दिनमा भिसा आएको, उहाँ गइहाल्यो। म फेरि काठमाडौँमा एक्लै भएर कि त्यही माथि झन् है। पासपोर्ट पनि 3 दिनको 2 दिनको हुन्छ नि, त्यो बनाउने चाँडै बनाइहाल्यो कि इमर्जेन्सी।
अब त्यसपछि म के गरौँ त कहाँ जाऊँ एक्लै छु कहिले घुमेको छैन त काठमाडौँ अनि के गरौँ भन्ने भयो क्या अनि मेन पावर खोज्न थालेँ त्यही अगाडि पनि एक दुईवटा थियो सामुको न एक्लै अब त्यो दाइ त फ्लाइट भएको सिधा त्यो राति त्यहाँको चिलमा भयो अनि दुबई आउनुभयो अनि त्यसपछि अब शिवरात्रिको साँझ फ्लाइट भयो अनि त्यसपछि म चाहिँ एक्लै भयो काठमाडौँ अब के गरौँ भन्ने भयो क्या घर पनि भन्न सक्दिनँ यस्तो न काम मिलाछ है अब चल्दिनँ जे भयो भने अब मैले अनि नेटहरूमा हेरेँ कि अनि त्यसपछि नेटमा हेरेँ त्यो मेन पावरहरू खोजेको एउटा फेरि 5 स्टार गरेको यो सपोर्ट ह्युमन रिसोर्स भन्ने भेट्यो क्या यो तपाईँको ठ्याक्कै यो एयरपोर्टभन्दा तल सिनामङ्गल त्यही त्यो भेट्यो त्यहाँ गएँ यताउता गएँ त्यहाँ एउटा फेरि बाहिर एजेन्ट बसेर रहेछ क्या एजेन्ट बसेर रहेछ झ्याप्पै गयो त यसो कामसम छैन होइन बाहिर जानु लाग्छु के कामसम छैन त के एग्रिमेन्टहरू के छ यस्तो कामहरू के छ भने अब त्यहाँ किन्लिनहरूको मात्रै रहेछ भिसा सिजन आयो अब धेरै दिनलाई जे जस्तो होस् चलिदिनुपर्छ बाहिर भनेर म हिँड्न थालेँ ल भाइ 15-20 दिनमा पैसा अहिले भन्छु 15 दिनमा आउँछ 15-20 दिनमा आउँछ भिसा ल हिँडिदिनु पर्छ खुसी भयो क्या यति चाँडो आउँछ भनेर अनि फेरि गयो अनि त्यसरी रुममा गयो इन्टरभ्यू दिएको नि 5 दिन भइसक्यो इन्टरभ्यू सब पासहरू भयो चल्न झन् म त सोचेँ इन्टरभ्यू पनि पास भयो ढुक्क भयो जाने भयो भनिएर आएको अनि त्यसपछि त्यस्तै भयो तपाईँको 1 महिना भयो केही छैन आउँदै आएन 15 दिन भन्नुहुन्थ्यो आउँदै आएन रमादान चल्यो क्या झ्याप्पै अनि यहाँको ट्याक्कै त्यसैले भिसा आएन भाइ मलाई यस्तो कुरा गर्नुभयो उहाँ रमादान चल्दैछ भाइ अनि त्यसपछि 1 महिना रमादान भ्याएर पनि गयो फेरि झ्याप्पै त्यो बाढी पहिरोहरू आयो दुबईमा भाइ अहिले बाढी पहिरो आएको छ फेरि हुन त्यसपछि फेरि भन्नुभयो भाइ अब 15-20 लेन्दी भयो तिम्रो प्रोसेस चाहिँ बढ्दै गयो क्या म काठमाडौँ छु पैसा त्यहाँ पनि बढ्दै गएको छ होटलको बिल है अनि त्यसपछि अब 15 दिनमा आउँछ भन्नुभयो क्या दाइले अनि म बिमार भयो यता काठमाडौँ होटलको बाबु धेरै खाएर होला सायद होटलको होइन अनि बिमार भएर म अनि घर गएको थिएँ घर गएँ अनि 10-15 दिन त्यहाँ बसेँ मैले मम्मीलाई पनि भनेको छैन स्त्री जाँदैछु भनेर मलाई भन्यो जाने दिनु न त्यहाँ भनेको छैन अनि ठुलो मम्मीलाई चाहिँ चाली भने कि आफ्नो आमालाई भन्दा म भन्दैन है ठुलो मम्मीलाई भने मम्मी यस्तो ठाउँ जानु लाग्छ प्रार्थना गर्नु भनेको थिएँ अनि झ्याप्पै प्रार्थना गऱ्यौँ अनि चर्च पनि एक दिन गएँ म चाहिँ चर्चको पास्टर बुवाहरूले पनि कुरा काम रोकेर बसेको थियो तिम्रो अनि त्यसपछि तिम्रो मम्मीलाई भन्यो ठुलो मम्मीलाई भने अनि जान पनि मन लाग्छ अनि फेरि त्यो दिन चाहिँ म आउन भन्दा एक दिन चाहिँ अगाडि चर्च पनि गएर आएको अनि त्यहाँ पास्टर बुवाहरूलाई प्रार्थना गरिदिनु भयो होइन अनि त्यसपछि आवाज अनि त्यसको फेरि भोलिपल्ट फोन आइहाल्यो कि मेन बारबाट साँझ कति तपाईँको 10-11 बजे फोन आयो भाइ तिमी आज साँझको बस हिँड्नु पऱ्यो अब त्यो 11-12 बजे कुन बस हिँड्छ र फेरि हिँड्नु भन्ने हो क्या जे जस्तो भने एउटा बस चाहिँ मिल्यो ठाउँ थिएन कस्तो ठाउँमा बसेर आयो क्याबिन सेबिनमा बसेर आएको दाइ होइन 3 जना आयो अनि फेरि बिहान आउँछ काठमाडौँ पुग्यौँ त्यसपछि त्यहाँ पनि 17-18 घन्टाको त्यो बाटो त्यसपछि काठमाडौँ पुग्यौँ त्यहाँबाट बिहान त्यहाँ एकछिन नधोएर बसेर खाना केही नखाएर के गर्यो भने कि नाइटाइ गएर अनि त्यसपछि के भयो भन्दाखेरि अनि धेरै अनि प्रार्थनाहरू गरिदिनु भयो होइन मलाई चाहिँ अनि त्यसरी मलाई त्यही राति फोन आयो कि भाइ आज त साँझै हिँड्नुपर्छ भन्नुभयो क्या साँझै मलाई तपाईँको त्यो 10-11 बजे गाडी हिँड्ने ठाउँ छैन त्यहाँ जाने पनि छैन त्यो पनि एउटा यताउता हाम्रो साथी अब बस बाह्रमा काम गर्थ्यो क्या अनि त्यही होइन स्टाफहरू थियो अनि एउटा गाडी जे जसो भयो भने मिल्यो ठ्याक्कै त्यसै हामी त्यहाँबाट हिँड्यौँ क्याबिन सेबिनमा गएर हिँड्यौँ बिहान फेरि हामी 17-18 घन्टाको त्यो हिँडेर त्यो बसमा हिँडेर बिहानै नै होटलमा पुग्यौँ राइटाइ गऱ्यौँ फेरि च्याप्पै मेन पावर गयो क्या म कति बजेको फ्लाइट रहेछ यताउता सोध्नु पऱ्यो नि भनेर गयौँ त्यहाँ पैसा सैसा रेडी गरेर ल्याएर आउनु भन्थे त्यसरी म पुगेँ त्यहाँ चाहिँ अनि त्यसरी त्यहाँ पुगेँ चाहिँ यस्तो भयो कि अनि त्यसले भन्छ आज चाहिँ सर्भर डाउन छ आज चाहिँ हुन्न भन्यो मलाई फेरि झडक्कै रिस उठ्यो क्या राति यस्तरी बुलाएको छ है राति कस्तो हिँड्नु बुलायो अनि बिहान चाहिँ छैन अनि पावर भन्छ अनि कामहरू भएन अन्त
सर्भर डाउन छ यता कुरा मिलाउनु के को सर्भर डाउन भयो भनेको अब त्यो टिकटहरूको लाइक टिकटहरूको सर्भर डाउनमा आज चाहिँ भएन भन्छ त्यो टिकट पनि अर्कै क्या अब 6-7जनाको एउटै लिस्ट छ कि जस्तो पर्सनल एउटै टिकट हुन्छ नि त हाम्रो त त्यस्तो टिकट नै क्या 6-7जनाको लाइन छ त्यसमा एउटाको धल गाडी छ 5जना थियौँ हामी आउने कि एउटैमा रहेछ क्या सेम दिएको रहेछ कि अनि हाम्रो न त्यसमा एउटा त्यो पुलिस रिपोर्टहरू हुन्छ नि त्योहरू पनि केही थिएन क्या अनि त्यसपछि हामीलाई भन्यो भाइ आज चाहिँ हुन्न तिमीले इन्तजार गर्नु भोलिसम्म आउँछ भन्यो अनि हामी ल चल भोलिसम्म हुन्छ तिमीले आज बसम्म त सबैसँग गरौँ भन्ने खेल्ने गयो झ्याप्पै 81 फोन गर्छ 2 बजे भाइ फेरि त्यही दिनको 2 बजे भाइ 1 घन्टामा छिटो एयरपोर्ट पुग्नु पऱ्यो भन्छ अब त्यहाँ उहाँ हामी कहाँ यो बस पार्क नयाँ बस पार्क छ त्यहाँदेखि 1 घन्टा त जानैमा लाग्छ फेरि त्यसपछि बाइक बुक गऱ्यौँ 3टा बाइक म चाहिँ बिच बाटोमा थिएँ मम्मी र म चाहिँ अनि त्यहाँ ब्याङ्क गएर ठ्याक्कै पैसा निकालेर बाहिर आइरहेको थियौँ कि अनि झ्याप्पै त्यसले भन्छ फोन गरेर भाइ 1 घन्टामा एयरपोर्ट पुग्नु पऱ्यो एयरपोर्ट पुग्नुभन्दा अगाडि उहाँ आऊ भन्ने कि अनि झ्याप्पै फेरि सिधै मेन पावर गयौँ 1 घन्टा अब फिक्स पनि भएन क्या हामीलाई छ कि छैन किनभने पहिले झुला थियो नि त त्यसले त सर्भर डाउन भनेर अनि त्यसपछि हामीलाई भरे त्यो हो कि होइन त्यसपछि म बाइकमा एउटा बाइकमा भएर एयरपोर्ट गएँ एयरपोर्ट हनाउँछ उहाँ मेन पावर गयौँ अनि भन्यो भाइ तिम्रो टिकट आइसक्यो यताउता खै पैसा चाहिँ ल्याउँ भन्नु हो क्या मलाई अझै विश्वास हुँदैन के हो पैसा पनि अड्काउने कि भन्ने भएर अनि माथि पनि त्यो साथीहरू अनि साथीहरू पनि त्यो 5-6जना थियौँ नि हामी आउने ऊहरू पनि माथि आएर त्यो मिटिङहरू सुनाइरहेको रहेछ क्या अनि फेरि चल त्यो पनि ठिकै हो भने दाइले उता फोन गऱ्यो अनि दाइ छिटो जे छ कपडा त्यो ल्याएर आइज केही गर्न भएन कि त्यहाँ म त्यही पनि खुसी भएँ है केही भनेर चलो भिसा आयो चाहिँ म खुसी भएँ अनि त्यसपछि जानुपर्छ अब भन्ने म अन्त गर्दा सुत्रेर पनि आउँछु भन्ने निर्णय गरेको थिएँ चर्चमै मैले आफ्नो आमालाई पनि भन्थेँ अनि फिल्मलाई भन्थेँ अब चाहिँ असल छोरा भएर आउँछु अन्त त्यो सबै खानेकुराहरू छोडिदिन्छु भने अनि दुबई आयो है दुबई आयो 1-2 दिन फेरि बस्यो यता त्यसपछि फेरि अर्को दिन रक्सी कहिले नखाने आएर फेरि रक्सी खाने बानी भयो क्या दाइ उहाँ खान्थेन कि उहाँ अरू धुवावाला चिजहरू यताउता खाइन्छ यहाँ चाहिँ रक्सी साथीले भन्नु होइन त्यो धुवा पाउने कुरा होइन कि चुरोट चाहिँ खान्थेँ अब म चाहिँ उहाँ सुध्रिन्छु भनेर आएको थिएँ त्यो कुराहरूमा म खोजी लागेन क्या दाइ किनभने चाहिँ अनि त्यसपछि म चुरोट खाइरहेको थिएँ अनि साथीले भने साथी एउटा बेर खाइदिनु पऱ्यो कि मैले नाइ भने कि मैले 1 दिन चाहिँ पहिलो दिन आयौँ त्यो दिन नाइ भने फेरि अर्को दिन साथीले भने एउटा बेर हानिदिनु न त हामी 2जना मिलेर भन्ने कि अनि साथीले भन्छ अब खाना त्यसै अरू पनि खाइदिनु जम्मै 1 दिन खाइदिनु के हुन्छ र भन्ने कि 1 दिन भन्नाले 3-4 महिना फेरि खाना लाग्यो क्या अनि त्यसपछि के भने चाहिँ कन्टिन्युसली भयो त्यहाँ 1 दिनको कारणले गर्दाखेरि छुट्टीपछि खाना थाल्यो स्यालेरी आउँछ जाउ रमाउँ स्यालेरी आयो जाउ रमाउँ अनि फेरि सर्चहरू नपाएर पनि हो त्यो एउटा कारण म फेरि नेटमा पनि हेरेर चाहिँ तर टाढा देखाए जस्तो लाग्यो अब यतै सोनापुरमा छैन आफू कहिले घुमेको छैन कसले आउटडोर आउला भन्ने आफूलाई फिल भयो अनि ठ्याक्कै त्यो दिन 4 महिना क्वालिटी सक्यो क्या अनि ठ्याक्कै अनि म चाहिँ खाना बनाउँदै थिएँ त्यस्तै तपाईँको 7 बजेतिरको अनि एउटा दाइ हाम्रो त्रिवेणी दाइ भन्ने हुन्छ फुलकोपीको त्यहाँ दाइ ठुलोबाट त्यहाँले भन्नुभयो कि एउटा दाइले सोध्नु भाइ कहाँ जानु लाग्यो तिमी दाइ कहाँ जानु लाग्यो भनेको त्यो दाइले भन्नु म चर्च जानु लाग्यो म खाना बनाउँदै थिएँ किचनमा त्योहरू बाहिर हुन्थ्यो झ्याप्पै आवाज भयो कि किनभने परमेश्वर असल कामको लागि त हामीले जस्तो त्यो कस्तो हल्ला हुन्छ किचनमा है तर त्यो कुराहरू झ्याप्पै सुने कि अनि त्यहाँ दाइलाई भने म गएर खाना छोडेर अनि दाइ यहाँ पनि चर्च छ र म पनि चर्च जान चाहन्छु दाइ होइन धेरै बिग्रेछु सुध्रिन्छु भनेर पनि आएको छु होइन कहाँ छ यस्तो चर्च भन्नु कुन टाइममा हुन्छ भन्नु अनि ठ्याक्कै दाइले पनि भन्नु सन्डेको टाइममा हुन्छ मेरो फेरि हप्तामा 4 छुट्टी हुन्छ क्या म फेरि खुसी भएँ ल चर्च जान पाइयो यहाँ पनि दुबईमा अब सुत्रिनुपर्छ त्यो कुराहरू छोड्नुपर्छ भन्ने मनमा हृदय लाग्यो अनि त्यसपछि सन्डे आएपछि म चर्च गएँ पहिलो दिन चर्च आयो त्यसपछि फेरि म चाहिँ तपाईँको 2 हप्ता गएन कि फेरि चर्च खाना बनाइदिने मतलब हुन्छ नि दाइ आउने
दाइ कहिले रुम साफ गर्नु छ, कहिले दाइ कपडा धुनु छ। मन लागेन तिमीलाई त्यसपछि? एक दिन चाहिँ फिलहरू भयो, त्यो अब आल्छीपनहरू आफूले खानाहरू गर्ने त्यो भयो के, त्यो पनि भयो। एक कुराहरू खाइरहेको थिएँ नि त, त्यो कुराहरूले गर्दा पनि हो। अनि त्यसपछि मैले सोचेँ कि तिमी 50-50मा रहेछौ कि, अब मानम कि नमानम टाइपको रहेछौ कि, दुबईसँग आयो नि तिमी 50-50मा रहेछौ। अब अहिले आएर चाहिँ 100% भयो होइन त। अनि त्यसपछि मैले के सोचेँ कि एउटा मनमा कुराहरू खेल्यो क्या मेरो त्यतिखेर। 100% हुनलाई तिमी बन्नलाई चाहिँ कसरी, मतलब कि तिम्रो लाइफमा के चेन्ज भयो र तिमी 100% भयो? म चाहिँ त्यही त भन्न लाग्छु। अनि मैले सोचेँ कि दाइ रातिको बेला थियो, त्यस्तै निन्दा पनि लाग्थेन कि, किनभने अब उता नेपालमा एक्लै सुतेको बानी, आफ्नो बेड होइन, यहाँ आएर 4-5 महिना म सुतेँ। धेरै खेल्थ्यो अझै पनि खेल्न चाहिँ त्यो हुन्छ नि, हामीले 12 घन्टा 6 घन्टा सुत्ने टाइममा म 2 घन्टा सुत्थेँ क्या दाइ। निन्द्रा पनि नलाग्ने, खुल्दुल हुने, त्यो झन् छोडेको चिज हुन्थ्यो होइन, अर्कै लाग्थ्यो कि। त्यसपछि चुरोट चाहिँ खाइरहेको थिएँ। अनि मैले सोचेँ कि अनि त्यो रक्सी किन छोड्नु पऱ्यो भनेको, अब मैले मेन विषय भनेको यहाँ चाहिँ सुध्रिन आएको थिएँ नि त मम्मी भाइ। अनि फेरि त्यही कुराहरूमा हिँडेँ अन्त यहाँ अनि यहाँ र अनि त्यहाँमा के अन्तर छ भन्ने आफ्नो दिमागमा खेल्यो कि त्यो राति होइन। अनि त्यसपछि मैले सोचेँ अब जे जस्तो भयो, रक्सी चाहिँ हात लगाउन त चलो चुरोट चाहिँ हल्का हल्का छोडौँला भन्ने भयो क्या। अनि त्यसपछि तपाईँको क्रिसमस आउँदै थियो, क्रिसमसमा मैले प्रार्थना गर्थेँ क्या, मैले चाहिँ ए बाबु म यो क्रिसमससम्म मैले जसरी पनि यो चुरोट पनि छोड्नुपर्छ भनेर मैले प्रार्थना गर्थेँ हरेक दिन। अनि त्यहाँबाट मैले त्यो रक्सीहरू पनि छोडिदिएँ, अनि त्यो अहिले चुरोटहरू पनि छोडिदिएँ। अनि म झुन्डसँग त्योहरूमा पनि जान्थेन क्या दाइ। अनि म प्रार्थना गर्दै गएँ, मसँग समय हुन्थ्यो धेरै है, तर मैले राम्रोसँग युज गर्न सकेको थिएन, त्यो समयलाई सदुपयोग गर्न सक्दिनँ। अनि म प्रार्थना गर्थेँ, प्रभु मलाई हरेक जुटाउनुहोस्, मलाई तपाईँसँग अगाडि बढ्ने छोराछोरी बनाउनुहोस्। अनि परमेश्वरले मेरो चाहिँ कुरा सुनिदिनु भयो है। आज त्यो सबै कुराहरूबाट म मुक्त भएको छु। अनि अझै विश्वास गर्छु परमेश्वरलाई अब आउने दिनमा अझै ग्रहण गरेर अनि अझै अगाडि बढ्न सकौँ त्यो सांसारिक कुराहरूबाट हामीले। ल भाइ, थ्याङ्क यू सो मच टाइम दिएकोमा। अहिले यस्तै गरेर यसै गरेर तिमी आफ्नो जिन्दगी परिवर्तन गर्दै जाऊ, परमेश्वरको बारेमा आशिष होस् होइन, अझै प्रगति गर्दै जानुहोस् भन्ने बिदा गर्छु है त। हेलो साथीहरू, अब हामी भिडियोको अन्तिमतिर आइपुगेको छौँ। मेरो भाइ नन्दलाल। भाइ अनि के भन्नु छ अब लास्ट? आज हामी सङ्गतिमा आएको थियौँ, हामीले इन्डियन पास्टर बुवाबाट हामीले धेरै आशीर्वाद वचनहरू हामीले सुन्न पायौँ। कस्तो लाग्यो त आजको वचन? एकदमै दामी। अब हामीले होइन आफ्नो हरेक त्यो कुराहरू हामी सम्झन्छौँ। त्यो ज्वालामा पर्दाखेरि पनि परमेश्वर हाम्रो साथमा हुनुहुन्छ हामीलाई पकड्नको लागि। अनि धेरै कुराहरू सिकेँ, त्यही पनि मैले जति सिकेँ मैले यति भनेको। अझै आउँदो दिनहरूमा अझै परमेश्वरप्रतिको अझै ज्ञानहरू मैले सिक्न पाऊँ। म विश्वास गर्छु परमेश्वरमाथि। अनि हामी सम्पूर्ण यहाँ हुने सम्पूर्ण हललाई पनि नयाँ हुनुहुन्छ उहाँहरूलाई पनि धेरै अनुरोध छ, आउनुहोस्, हाम्रो प्रभुको प्रेमलाई एकचोटि स्वीकार्नुहोस्। कस्तो अनि त्यसपछि त्यो संसारिकमा हिँड्दा तपाईँले त्यति फिल पाउनुहुन्न कि जति परमेश्वरको प्रेमलाई गर्दा तपाईँहरूले पाउनुहुन्छ। हस्, फेरि पनि सम्पूर्णलाई जय मसीह। यहाँ एकछिनै भाग्दैछ, यहाँ म देखाइहाल्छु है मेरो ट्रेनरलाई, हाम्रो सुभाष ब्रो AK-47 हाम्रो के भन्नुपर्छ के भन्नु, यो चाहिँ हल्का मेमे मात्रै राख्छु, सब्सक्राइब गर्नुपर्छ। ओके, थ्याङ्क यू। ल सबैलाई अब हामी पनि जान्छौँ। अब बस चढेर भाइ कहाँ झर्ने भाइ? सोनापुर भाइ, सोनापुर झर्ने। ल भेटौँ है त नेक्स्ट टाइम। सी यू, बाई, लेटर।